हेर्नुहोस् अलि उज्यालो छ। आज तपाईँको चाहिँ नक्कली जेन्जीहरूको विरुद्धमा जेन्जीको नाममा मागी खाने ठगी खाने धन्दा गर्नेहरू सिंहदरबार जलाउनुपर्छ भनेर सिंहदरबार जलाउन लगाउनेहरू सर्वोच्च अदालत जलाउन लगाउनेहरूको विरुद्धमा अब युवराज सबैले बुलन्द आवाज उठाउँछ। देशभक्त नेपाली जनताहरू एक ठाउँमा आउनुको अब विकल्प छैन। आउनुहोस् तपाईँ हामी सबैजना आम जनता सचेत भयो भने भ्रष्टाचारी लगाएको नै छ। घरानी बेचेर पैसा कमाउनेहरूको धन्दालाई अब चौपट्टै पार्नु छ। सफल एक्लै हिँड्न सक्दैन भन्नेहरू सफल एक्लै हिँडिरहेको छ। कहाँ छौ तिमी? म कानुनी राज्य स्थापनाको लागि कटिबद्ध छु। नेपाली जनतालाई त अब देशलाई न्याय दिनुपर्ने बेला भएको छ। देशलाई न्याय दिनको लागि युवराज सफल कटिबद्ध छ। अब यो देशमा सुशासनको लागि जनताको शासनको लागि कुनै गाउँमा होइन, कुनै चोकमा होइन, हाइवेमा ठुलो सडकमा युवराज सफल हिँड्दैछ। सडकको बाटोहरू अवसरहरू एक्लै हिँड्दैछ। त्यहाँ कुकुरहरूले मात्रै जत्था लिएर हिँड्छ। युवराज सफल 1 मैन आर्मी हो, बाघ हो युवराज सफल। धन्यवाद, नमस्कार।